नमस्कार साथीहरू, म वैकुण्ठ। तपाईँ अहिले हेर्दै हुनुहुन्छ युट्युब च्यानल ग्रो विथ वैकुण्ठ। यो च्यानलमा सरल भाषामा कसरी युट्युब कन्टेन्ट बनाउने र त्यसलाई युट्युबमा राखेर म सँगसँगै ग्रो गर्न सकिन्छ भन्ने कुरा सिकाइन्छ। यदि तपाईँ पनि आफ्नो सिप, रुचि र अनुभवहरू युट्युबमा साझा गर्न चाहनुहुन्छ भने तपाईँ ठिक ठाउँमा आइपुग्नु भएको छ। अहिले नै च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउन नबिर्सिनुहोला। र सुरु गरौँ ग्रो विथ वैकुण्ठ। यो मेरो पहिलो भिडियो हो र यो भिडियोमा हामी युट्युब च्यानल कसरी बनाउने र त्यसमा पहिलो भिडियो कसरी अपलोड गर्ने भन्ने कुरा सिकाउन गइरहेको छौँ। युट्युब सुरु गर्नको लागि तपाईसँग के चाहिन्छ त? एउटा मोबाइल फोन जुन तपाईसँग छ, अर्को इन्टरनेट त्यो पनि तपाईसँग छ, एउटा यस्तो माइन्डसेट चाहिन्छ जसले तपाईलाई कन्टेन्ट कन्ज्युमरबाट कन्टेन्ट क्रिएटर बनाउनेछ। त्यसको लागि तपाईसँग गुगलको एउटा अकाउन्ट हुनुपर्नेछ र तपाईले आफ्नो युट्युबमा गएर युट्युब स्टुडियो ओपन गर्न सक्नुहुन्छ। त्यहाँ फोटो, अफिसियल नाम राखेर आफ्नो युट्युब च्यानल सुरु गर्न सक्नुहुन्छ। अब च्यानल बन्यो, तेस्रो स्टेज भनेको कन्टेन्ट के बनाउने। सबैभन्दा पहिला तपाईले आफ्नो रुचि र अनुभव अनुसार एउटा निश सेलेक्ट गर्नुपर्ने हुन्छ। निश भनेको के हो त? कुनै एउटा विषय वस्तु बनाउनु पर्नेछ जसमा तपाईको युट्युब च्यानल सञ्चालन हुनेछ। तपाईसँग युट्युब च्यानल सुरु गर्दा लगानी गर्न सक्ने अवस्था छ भने म माइकमा लगानी गर्नको लागि सल्लाह दिन्छु। तपाईको भिडियो भन्दा अडियो क्लियर र क्रिस्पी हुनु जरुरी छ। भिडियो बनाएर अपलोड गरिसकेपछि सुरुमा भ्यू त आउँदैन, यो त कन्फर्म हो, किनभने तपाईसँग सब्स्क्राइबर पनि हुँदैन र तपाईको च्यानलले त्यो खालको एउटा फ्यान बेस पनि बनाइसकेको हुँदैन। सुरुमा तपाईको 0 भ्यूज आउँछ, तर नआत्तिनु होला, किनभने बिस्तारै तपाईको सेम टाइपको कन्टेन्टहरू तपाईँ पोस्ट गर्दै जानुभयो भने एक दिन यस्तो आउनेछ जुन दिन तपाईको कुनै पनि एउटा भिडियोमा 1000 भ्यूज कट्नेछ र सबैले आफ्नो च्यानलको नाम कमेन्ट गर्न नबिर्सिनु होला। यो च्यानल सब्स्क्राइब गर्नको लागि पनि अनुरोध गर्दछु, किनभने यो च्यानल सँगसँगै हामी ग्रो गर्नेछौँ। हस् त, आजलाई यति। अब हामी भोलि भेट्नेछौँ दोस्रो भिडियो लिएर। नमस्कार।